चेन्सो म्यान इज बेटर देन इन्टायर डिमन स्लेयर हो। तिमीहरूले सही कुरा सुन्यौ, किनकि चेन्सो म्यान रेजे आर्कको मुभी फाइनली नेपालमा रिलिज भइसकेको छ। मैले चाहिँ नि यो मुभी हलमा गएर यसको फर्स्ट ह्यान्ड एक्सपिरियन्स लिइसकेर म मात्र के कुरा भन्न चाहन्छु भन्दाखेरि वाट अ केयस। तिमीहरू चोरहरू जसले चाहिँ नि यो मुभी हेरेको छैन, तिमीहरूले चाहिँ नि मैले के भनेर सोचिरहेको छौ भने आजको यो भिडियोमा चाहिँ नि म यो मुभीको बारेमा सब थोक कुरा हानेछु। यो मुभी चाहिँ नि वर्ल्ड वाइड रिलिज भएसँगै रटन टोमेटोजमा चाहिँ नि हाइएस्ट रेटेड मुभी बनेको छ। त्यति मात्र नभइकन विभिन्न मुभी रेट गर्ने वेबसाइटहरूले चाहिँ नि यो वर्षकै टप 5 बेस्ट एनिमेटेड मुभीमा नोमिनेटेड गरेका छन्। यो मुभीको लागि चाहिँ नि म डिमन स्लेयर इन्फिनिटी क्यासल आर्क मुभी भन्दा पनि बढी एक्साइटेड थिएँ, किनकि मलाई चाहिँ नि यो मुभीमा कसको ब्याटल हुन्छ भनेर पहिला नै थाहा थियो। तर पनि मैले चाहिँ नि यो फिल्म नेपालमा रिलिज हुनुभन्दा अगाडि नै हेरिसकेको थिएँ। मैले यो फिल्म हेरेको भए तापनि हलमा गएर पैसा खर्च गरेर हेर्ने डिसिजन मेरो नराम्रो थिएन, किनकि हरेक पैसा मेरो वर्थित भयो। यो मुभी चाहिँ नि एउटा यस्तो मुभी हो जसलाई चाहिँ नि हामीले सजाएर एउटा म्युजियममा चाहिँ नि सधैँभरिको लागि हाल्नु पर्ने हो। सो आजको यो भिडियोमा चाहिँ नि चेन्सो म्यान मुभीको बारेमा कुरा गर्नेछु। त्यति मात्र नभइकन यसको बक्स अफिस कलेक्सन चाहिँ नि कति भयो भनेर भन्नेछु। साथै चेन्सो म्यानको मुभी चाहिँ नि डिमन स्लेयरको मुभी भन्दा कसरी राम्रो भयो भनेर तिमीहरूलाई कम्प्यारिजन पनि दिनेछु। त्यसैले भिडियोलाई स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ नि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। चेन्सो म्यान रेजे आर्क चाहिँ नि टात्सुकी फुजिमोटोद्वारा लेखिएको मांगा सिरिज चेन्सो म्यानमा आधारित भएको एउटा मुभी हो, जसले चाहिँ नि रेजे आर्कलाई कभर गर्ने गर्छ। मुभी चाहिँ नि रेजे नामको एकजना केटी वरिपरि रिभल्भ गर्ने गर्छ, जो चाहिँ नि सोभियत युनियनको एउटा सोल्जर हो र उसले चाहिँ नि आफूले इच्छा अनुसार आफ्नो बडी पार्टलाई चाहिँ नि बममा कन्भर्ट गर्न सक्छ। चेन्सो म्यान अर्थात् पोचिटाको हट लिनको लागि भनेर चाहिँ नि रेजेले डेन्जीले आफ्नो मायाको जालमा पठाउँछ, तर डेन्जी चाहिँ नि बोका भएको कारणले गर्दा रेजेले भनेको कुरा चाहिँ नि सबै उसले मान्छ। स्टोरीको बेसिक प्रिमाइस चाहिँ नि यही नै हो र मलाई चाहिँ नि पर्सनली राम्रो लागेको कुरा के हो भन्दाखेरि यसले चाहिँ नि स्टोरीलाई बिस्तारै डेभलप गर्दै गएको छ, जसमाथि चाहिँ नि एक्सेप्सनल एनिमेसन साउन्ड डिजाइनले चाहिँ नि यो मुभीलाई धेरै नै राम्रो बनाउने गर्छ। मुभी चाहिँ नि मापाले बनाएको कारणले गर्दा चाहिँ नि इन्डस्ट्रीकै टप एनिमेटरहरूलाई चाहिँ नि उनीहरूले काम गराएका छन्, जुन चाहिँ नि हामीले मुभी इटसेल्फमा नै हेर्न सक्छौँ, किनकि यसको एनिमेसन र डाइनामिक फाइटिङ स्टाइलले म मात्र नभइकन सबैजना फ्यानहरूलाई चाहिँ नि चकित बनाएका छन्। जसको माथि चाहिँ नि यसको कलर्स, जसले चाहिँ नि मुभीलाई छुट्टै नै फिलिङ दिने गर्छ। यो मुभीको अर्को राम्रो लाग्ने कुरा चाहिँ नि कलर्स हो, जसले चाहिँ नि सिनलाई आफैमा नै राम्रो र डाइभर्स बनाउने गर्छ। त्यति मात्र नभइकन एनिमेटरहरूले चाहिँ नि हरेक फाइट सिनमा कलरहरू यसरी युज गरेका छन् कि तिमीहरूले हरेक फ्रेमलाई चाहिँ नि आर्ट पिस मान्न सक्छौ। एक्जाम्पल यीहरू हुन्। मुभीको डाइरेक्टर टात्सुया योसिहाराले चाहिँ नि मुभीमा सिनेम्याटिक शटहरू हालेका छन्। त्यति मात्र नभइकन मुभीलाई चाहिँ नि भिजुअली राम्रो बनाउन खोजेका छन्, जसको तारिफ चाहिँ नि हामीले फ्यान र क्रिटिक्सहरूबाट सुन्न सक्छौँ। अब चाहिँ नि यसको बक्स अफिस कलेक्सनको बारेमा कुरा गरौँ, जसमा यो मुभीले चाहिँ नि रिलिज भएदेखि अहिलेसम्म $108 मिलियन को कमाइ गरेको छ, जुन चाहिँ नि इटसेल्फमा कुनै पनि एनिमे मुभीको लागि धेरै नै ठुलो कुरा हो। नेपालमा पनि यो मुभी रिलिज भएको कारणले गर्दा चाहिँ नि म फ्यानहरूलाई रिक्वेस्ट गर्छु कि तिमीहरूले यो मुभी हेर्न जाऊ, किनकि मुभीहरूलाई चाहिँ नि रिलिज भएको बेलामा राम्रो रेस्पोन्स पाएन भने उनीहरूले पछि गएर फ्युचरमा नयाँ मुभीहरू रिलिज गर्दैनन्। अन्तिममा चाहिँ नि म केही कारणहरू भन्न चाहन्छु जसले चाहिँ नि यो मुभी डिमन स्लेयरको मुभी भन्दा पनि राम्रो छ। फर्स्ट कुरा चाहिँ नि यो मुभीको पेसिङ हो, किनकि डिमन स्लेयर इन्फिनिटी क्यासल आर्कको मुभीमा चाहिँ नि आउने बेलादेखि नै फाइट स्टार्ट भएको छ, तर चेन्सो म्यानको मुभीमा चाहिँ नि बिस्तारै स्टोरीलाई डेभलप गरेर अन्तिममा चाहिँ नि फाइट सिन हालिएको छ, जसले गर्दा चेन्सो म्यानको मुभी मलाई एक्चुअल मुभी जस्तो लाग्छ। दोस्रो कारण चाहिँ नि के हो भन्दाखेरि डिमन स्लेयरको मुभीमा चाहिँ नि फाइट सिनको बिचमा चाहिँ नि ब्याक स्टोरी देखाएको छ, जसले चाहिँ नि फ्यानहरूको एक्सपिरियन्सलाई चाहिँ नि बिगार्ने गर्छ। तर चेन्सो म्यानको मुभीमा चाहिँ नि फाइट स्टार्ट भएदेखि कन्टिन्युअस नै फाइट हुने गर्छ। तेस्रो कारण चाहिँ नि के हो भन्दाखेरि डिमन स्लेयरको मुभीमा चाहिँ नि मलाई एनिमेसन कम, स्पेशल इफेक्ट्स बढी भएको जस्तो लाग्छ, तर चेन्सो म्यानमा चाहिँ नि पुरै नै एनिमेसन मात्र छ। यी कारणहरूले गर्दा चाहिँ नि मलाई चेन्सो म्यानको मुभी डिमन स्लेयरको मुभी भन्दा पनि राम्रो लाग्छ। यही कुरा भन्दै आजको यो भिडियो चाहिँ नि यता नै अन्त्य गर्न चाहन्छु र आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सिनु होला। साथै एनिमे र मांगाको रिभ्यू नेपालीमा हेर्नलाई च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। धन्यवाद।